संसदमा राजाको बारेमा बोल्दाखेरि चाहिँ प्रतिपक्षी दलका नेताहरूले चाहिँ एकदम ठुलो आवाज उठाइरहेछन्। राजा शब्द भरसक प्रयोगै नगरौँ भन्ने कुराहरू पनि त्यहाँ आइरहेछ। हिजोसम्म राजालाई ढोक दण्डवत गरेर प्रधानमन्त्री खानेहरू आज राजाको पालामा बोल्न पाइँदैन थियो, यो गर्न पाइँदैन थियो भनेर भनिरहेछन्। यदि बोल्न पाइँदैन थियो भने ढोकी ढोकी प्रधानमन्त्री खाएको चाहिँ कसरी बिर्सिए त? बोल्न पाइँदैन थियो भने संसद रहेछ त, संसदमा त यस्तै दोहोरी चल्थ्यो होला। अनि आयो अर्को कुरो के भने राजा भनेको यी 4 दलले फाल्नको लागि 3 दलले फाल्नको लागि भनेको कति पैसा लिएका रहेछन् युएसआइडीबाट कता कताबाट भन्ने कुरो त खुलिसकेको छ। त्यही भएर राजा अब जनताको आवश्यकता हो। राजा बिना भ्रष्टाचार मुक्त देश हुन सक्दैन भन्ने कुरो चाहिँ प्रमाणित भइसकेको छ। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला। धन्यवाद।